Hello, everybody. Welcome to my channel and my new vlog. आज चाहिँ म हाम्रो बस्ने ठाउँ हाम्रो मूलपानी एरियाको नजिकै यहाँ कमेडी नाइट विथ च्याम्पियनको सुटिङ हुने रहेछ तलतिरतिर। त्यही भएर सुटिङतिर यसो जान लागेको अनि हल्का सुटिङसम्मको भ्लग पनि बनाऊँ भनेर सोच्दैछु। अहिले चाहिँ म रुममा छु अब निस्किन लागेको। म बाटोको दृश्यहरू र तल गएर सुटिङ हुने ठाउँहरू अनि सुटिङमा के हुँदछ हल्का भ्लग बनाउँछु। कृपया मेरो भ्लग हेरिदिनु होला। तर खासै त्यति अब क्वालिटीमा त छैन होइन, कन्टेन्ट त्यति राम्रो नि छैन। तै पनि सपोर्ट गरिदिनु होला, हेरिदिनु होला। म चाहिँ जाँदैछु स्मार्ट बस्ती, यहाँबाट भित्र छिरेर यहाँ अहिले तल नजिकै छ कमेडी नाइट विथ च्याम्पियनको सुटिङ चाहिँ आज सधैँ त्यही हुन्छ। मेरो यसो रुट हो, 5 मिनटमा पुग्छु म। 5 मिनट नि सायद नलाग्ला। तलको अवस्था के रहेछ हेरौँ होइन, को आउँदै हुनुहुन्छ आजको गेस्ट होइन, सबै हेरौँ। हल्का चस्मा ढल्काएर हिँडिएँ म पनि। आज सानो ब्लग पनि बनाइदिउँ न भनेर फुर्सदको टाइममा आज शनिबारको दिन, सरकारी बिदाको दिन, सरकारकै बिदाको दिन हामी पनि रेस्ट गर्दै यसो कमेडी नाइट विथ च्याम्पियनको कमेडी नाइट विथ च्याम्पियन अनि आज दोस्रो एपिसोडको सुटिङ हुन लागेको छ। त्यही भएर हेर्न जान लागिरहेको छु। साथीहरूलाई जो भने साथीहरू चाहिँ पिकनिक गए, धेरै आफू चाहिँ पिकनिक गइएन, त्यही भएर सुटिङतिर जाँदैछु। त्यतिर रहेछ कमेडी च्याम्पियनको सायद सुटिङ हेर्न आयो क्या तपाईँहरू नि। कति बजी सुरु हुने रहेछ? सबजना बसिरहेको सुटिङमै होला सायद, सुटिङकै लागि तयारी। कति बजी सुरु हुने रहेछ यो? हरिवंश सरहरू आइसक्नु भएछ होइन। हाम्रो आधी घन्टा जति कुरिएपछि चाहिँ यसरी भित्र जान पाइयो। कमेडी नाइट सो विथ च्याम्पियनको चाहिँ यहाँ म्युजिसियनहरू त क्यामेरा अनि यहाँ पनि सुट हुँदैछ। अनि अगाडि गेस्टहरू बस्ने ठाउँ भयो साइडतिर, सबै अडियन्स हामी बस्ने ठाउँ चाहिँ यता, हँसाउने मान्छे बस्ने ठाउँ चाहिँ उता र हाँस्ने मान्छे ठाउँ। कमेडी नाइट विथ च्याम्पियनको सुटिङ हेर्न आइदिएको चाहिँ फर्स्ट टाइम र भ्लग पनि बनाउँदैछु म। फिलिप एडरेट अहिले सर मेरो युट्युब च्यानल चाहिँ अडियन्सहरू आउने क्रम जारी छ। अझै सुटिङ अलि ढिलै होला जस्तो छ आज। राम्रै सुझ्योस्। कमेडी नाइट विथ च्याम्पियनको सुटमा भिआइपी सिटमै आएर बसियो। साइड सुट हुने तयार छ। हामीलाई रमाइलो भइरहेछ नि। कहाँदेखि आउनु दाइ आज यो सुट हेर्न? नजिकै थालीबाट थालीबाट नजिकै छ मेरो नि, माथिरै हो नजिक। त्यही भएर मात्रै टाढामा गाह्रो छ मेरो। लाइभ अडियन्सहरू भन्न लाग्यो। अडियन्सको बादमा सुटिङ पनि ढिलो भइरहेको जस्तो लागिरहेछ। अडियन्सहरू आउँदै हुनुहुन्छ, लाइभ अडियन्सहरू कमेडी नाइट विथ च्याम्पियनको सुटमा। क्यामेरा यतातिर क्यामेराम्यानहरू
यतातिर म्युजिसियनहरू दाइहरू विशाल सर पनि यता भयो प्रोग्राम होस् डाइरेक्टर चाहिँ उहाँ नै होइन डाइरेक्टर पनि के हो खास यसको मिडनाइट विकको लिडरसिप उहाँ नै हुनुहुन्छ विशाल भण्डारी विशाल सर साउन्ड सिस्टमका दाइहरू भाइहरू चाहिँ आइसक्नुभयो अब प्रोग्राम सुरु हुनेवाला जस्तो छ होला होला जस्तो गरिरहेको छ है सेटको तयारी हुँदैछ अब कमेडियनहरू इन्ट्री हुन लागेको छ दिपा दिदी आइसक्नु भएको छ हरिवंश सर अनि पूजा सर हुनुहुन्छ पूजा चाहिँ पुरानो ब्रेक टाइम हो भर्खर एउटा एड सिक्दै के अरे त्यो चाहिँ ब्रेक टाइममा अब चाहिँ कमेडी क्याम्पेन सरी कमेडी नाइटको सुट सकिएर बाहिर जाँदै हुनुहुन्छ हाम्रो हरि सरहरू सबैजना गेस्टहरू हालेर प्रभात यता डान मुभी प्रमोसनको लागि कमेडी नाइट विथ च्याम्पियन आउनुभएको छ डान मुभीको टिम Comedy Club with night set यो अब फेरि नयाँ उसको लागि हो नयाँ अहिलेको लागि दोस्रो एपिसोडको लागि तयारी भइरहेछ पहिलो एपिसोड चाहिँ सकियो सुट भयो दोस्रो बाँकी रहेछ त्यही भएर म चाहिँ खासमा एकजना दाइ सुमन दाइलाई खोज्दै हिँडिरहेको छु
भेटिरहेको छु यहाँ मेरो चाहिँ सुमन दाई र भरत मणि दुईजनासँग चाहिँ भेट्ने योजना हो मेकअपै पुसेको छैन पिसा तपाईँको दोस्रो पहिलो त सकिन्छ होइन दोस्रोमा चाहिँ के छ यहीमा छ यो अर्को नयाँ अर्को छ घर भेटियो अब राजनीतिको गर्दै हुन्छ भगवान् लाग्यो तपाईँ खुसी म तपाईँलाई खोजिरहेको थिएँ मलाई पनि खुसी लाग्यो हाम्रो सन्तोष दाई फेरि टिचरको निरोलमा हुँदै हुनुहुन्छ साजन दाई यता सुमन दाई सुमन दाई नमस्कार साजन दाई सलाम यता दिपा दिदी त्यो चाहिँ फेरि यता सुटिङको लागि मेकअप यता प्रदाप दाई हुन्छ हाम्रो मेक्सन दाई र सुमन दाईहरू चाहिँ प्र्याक्टिस भइरहेको रहेछ यहाँ यस पहिलो सक्यो दोस्रोको निम्ति तयारी भव्य सुन्नको निमित्त कार्की अनि यता मेक्सन